आज हामी यहाँ सबैजना प्रस्तुत भएको छौँ हाम्रो यो के भन्छ दिवालीमा। आज यसपालि चाहिँ हाम्रो दिवाली यहाँ मधुमला कान्छा अजाको घरमा भइरहेको छ। सो सबैजना यहाँ सुरुबाट देखाउनु होला। यहाँ हुनुहुन्छ हाम्रो अजा मामलाको अजा भन्, मामलाको बुढो अजा भन्, बुढो अजा भन्, बुढा यता के भन्छ ममला काकी, यता रेणुका काकी, बहिनीहरू किचनमा अनि उता यो त सिङ्गे त थियो मम्मी के अर्कोपट्टि नि देखाइदिनु त यसको अर्कोपट्टिको के हो भन्ने त खास के हो भन्ने अब के छ तपाईँको भागमा सुनाइदिनु त। मेरो भागमा रोटी छ, चिउरा छ, तरकारी छ, भित्रा छ, अनि बियर चाहिँ आएकै छैन है। ए बियर आएको छैन होइन, बियर पर्खिँदैछु के गर्ने। सबैभन्दा बुढो भएको मै परेछु। तपाईँलाई के भन्नु छ अझ? थोरै अलिकति साउन्ड बढाएर अहिले आओस् अनि सिबिल दिन्छु अनि मेरो फोटो निकाल अनि मेरो फोटो निकाल है। ठुलोबालाई के भन्नु छ? मलाई ऐलाने भयो, छैलाने भयो, सिउ पनि भयो, अनि खाँदैछ फोटो चाहिँ घात होइन। भन्नु त मम्मी के भन्नु छ? सोह्रवटा त थिएन नि, मान्छे नै थुप्रै थियौँ दिवालीमा। अब 20-22 जना हो। माइला छोरा माइली बुहारी छैन, जेठा छोरा छैन, अनि नभए पनि सबैजना छौँ। अनि यो हेमा आउँथ्यो पताउनी, हेमा आएन। अब उसकोमा पनि हाम्रो आरोहीलाई पठाइदिँदा हुन्छ। कान्छा दाइ भन्नु तपाईँलाई के भन्नु छ? म त काममा बिजी भएको, मेरो त भागै सिउनै हराएछ। ए सिउनै हराएछ, भागै लागेको। अब खानु पाइन भन्न, सिउर खानु पाइन भने देखाएर त त्यो सिउर हो कि होइन? यो चाहिँ के हो कान्छा? यो छोराले छोडेको भाग पाइयो। ए त्यस्तो हो र? होइन गोपाललाई आफ्नो भाग पो खाने त। गोपाललाई के भन्नु छ? एउटा मात्रै अलिकति ठुलो सरो भन्नु अलिक सुनिँदैन फेरि। मधुमल्लामा गरियो पालो मैले एक्लै भएर अब एक्लै हो त रमाइलो पनि हुँदैन नि त होइन? सबै भएको बेला अब अलिक राम्रो तरिकाले गर्ने बाचा गर्दै शिर ग्रहण गरिँदैछ। आज एकजना बिमला बुहारी पनि निकै खुसी छ। यो प्रतिक्रिया चाहिँ बाहिर मात्रै घुम्नु, यो प्रतिक्रिया चाहिँ भाउजूबाटै लिउँ न त। भित्रै पस्न पाएर खुसी ल भाउजू भन्नु तपाईँको प्रतिक्रिया दिनु ल। आज चाहिँ म धेरै खुसी छु होइन। कुलमा पनि कुलभित्र पनि चढेको छु, पसाउनु भएको छ। अरू बेला चाहिँ बाहिर भाग्नु पर्छ भने आज चाहिँ एकदम खुसी छु। भाउजूको चाहिँ कहिले हो? भाउजू तपाईँलाई के भन्नु छ? म पनि आज देउरानी जेठानीसँग बस्नु पाइरहेको छु होइन, नभए एक्लै हुन्थे।
अब के गर्नु म समातेको अब सँगै भित्रिनु मन थियो अब मेरो श्रीमान ज्यू चाहिँ विदेशमा हुनुहुन्छ धेरै मिस गरेको छु अब सँगै बसेर यसरी नै खानु पाऊँ ए ल बुवाको ल बुवालाई के भन्नु छ यो 82 सालको देवाली आजको सुत्दै थाप्दै भयो राम्रो भयो सबैजना भेला भयौँ अनि हामीले चाहिँ अब बोकाको टाउको खाँदैछौँ ले ऊ त नाति उता गइरहेको छ भयो एकछिन बुवाले चाहिँ गाली गर्न थाल्नु भयो होइन अब बस्नु